हेलो हेलो अल हुनेवाला मामुहरू के छ खबर हजुरहरूको। अनि हजुरहरूले आफ्नो हस्पिटल ब्याग तयारी गर्नुभयो त? मैले चाहिँ अब गर्न लागेको, किनभने मेरो डेलिभरी डेट नजिक आइसकेको छ। सो अलिकति पनि त्यो पेनहरू हुँदाखेरि ला मैले त हस्पिटल ब्यागै रेडी गरेको छैन भनेर सोचिरहेको थिएँ क्या। त्यही भएर चाहिँ हतार हतार गएर अब चाहिँ मैले हस्पिटल ब्याग रेडी गर्नुपर्छ भनेर सपिङ गर्न लागेको। अनि मैले चाहिँ आफ्नो हस्पिटल ब्यागमा के राखेँ त्यो कुराहरू चाहिँ मैले हजुरहरूलाई देखाउँछु। यो चाहिँ मैले मम बेबी गाउन सेट किनेको। अनि यो चाहिँ हामी बेबी संसार भन्ने सपमा आएको थियौँ कावासुतीको। अनि मैले चाहिँ यस्तै टिकटकहरूको भिडियोहरूमा हेरेर चाहिँ अलिअलि आइडिया त लिएको थिएँ होइन, किनभने मेरो त यो फर्स्ट हो नि त, फर्स्ट बेबी। अनि सो त्यस्तो धेरै आइडिया पनि थिएन, घरमा पनि छुइनँ, हामी बाहिर छौँ। त्यो भएर चाहिँ के लिने के प्याक गर्ने भन्ने कुरा पहिला पनि कसैको देखेको पनि छैन। त्यही भएर आफ्नै अन्दाजले आफ्नै एक्सपिरियन्सले अब एक्सपिरियन्स त के भन्ने, त्यही भिडियोहरू हेरेर के लिनुपर्छ जस्तो सोचेर गएको। तर जस यो बेबी सपमा जाँदाखेरि चाहिँ उहाँहरूले नै आइडिया पनि दिनुहुन्छ होइन, यो चाहिन्छ भनेर बताइ पनि दिनुहुन्छ। अब आफूलाई कतिको चाहिन्छ भन्ने कुरामा पनि भर पर्छ, के कुरा घरबाटै लानुहुन्छ भन्ने कुरामा। अनि त्यही अनुसार आफ्नो प्रायोरिटी अनुसार चाहिँ सपिङ गर्नुपर्छ सबैले। महँगो पर्दो रहेछ भाइ, बच्चाको लुगाहरू त कस्तो महँगो हुने रहेछ भन्ने म त थाहै थिएन। अनि यहीँ हामीले सपिङ गऱ्यौँ। सबै कुरा चाहिँ एकदम राम्रो क्वालिटीको लिनुपर्छ होइन। बेबी भनिसकेपछि त यतिकै पनि उसको स्किनको हिसाबले होइन, अब राम्रो प्रिमियम क्वालिटीको मात्रै लिन पर्यो। त्यही भएर चाहिँ हामीले चाहिँ राम्रो मात्रै लियौँ। अनि यहाँ चाहिँ अब हामी हिसाबहरू गर्दैछौँ, लास्टै महँगो पर्ने रहेछ। अब सबै सामानहरू प्याकिङ भइरहेछ। अनि मेरो हस्बेन्डले नै भन्दै थियो फर्स्ट टाइम अब हामी यसरी सपिङ गर्न लागेको, लास्टै महँगो पर्यो। जस यो टिकटकहरूतिर देखाएको भन्दा चाहिँ अलिक बढी नै पर्दो रहेछ। तर पनि जस क्वालिटी अनुसार चाहिँ फेरि ठिकै पनि लाग्यो। अनि हाम्रो सपिङहरू भइसक्यो। त्यसपछि हामी लाग्यौँ रुमतिर। पहिले त यस्तो हस्पिटल ब्याग भन्ने केही नै हुन्थेन है। मान्छे डाइरेक्ट डेलिभरी हुँदाखेरि एउटा टालो लिएर जान्थ्यो। आजकल त के चाहिने भन्ने कुरा हुन्छ। त्यही कुरा गर्दा हामी घर पुग्यौँ। अनि बिल अनुसार चाहिँ सामानहरू आयो कि आएन भनेर यसो टिक लगाउँदै थियौँ के लियौँ भनेर। अनि मैले चाहिँ यो सामानहरू स्वेडलहरू, त्यसपछि टावेलहरू, जुलहरू, यो यति धेरै सामानहरू सपिङ गऱ्यौँ। अनि अब यो चाहिँ सबैलाई धोएर अनि हस्पिटल ब्याग प्याकिङ गर्दा चाहिँ म के किने भनेर भिडियो राख्नेछु साथीहरू। बाइ।